नमस्ते साथीहरू। यो मुस्यानमा आज एकदमै घाम लागेको छ, तातो घाम लागेको छ। अब गडी बढ्न थाल्यो साथीहरू है मुस्यानमा। र आज क्लास जान लागेको। तपाईँहरू के छ खबर? मेरो च्यानललाई सब्सक्राइब गर्नु भएको छैन भने गर्नु होला, किनकि म विभिन्न प्रकारको यस्तै नयाँ भिडियोहरू कोरियाको अपडेटहरू तपाईँहरूले गराइराख्ने छु। यो कपाल भर्खरै नुहाएर आएको उडेछ। ल साथीहरू है, के छ नयाँ नौलो खबर? सर चिसो चिसो हावा चलेछ। अनि हामी अब क्लासको निम्ति हामी निस्किँदैछौँ साथीहरू है। अरू के छ नयाँ नौलो? केटाहरूसँग भेटघाट हुन्छ आज। हाम्रो मास्टर डिग्रीको पहिलो ब्याच र नेपालीहरूको पहिलो सबभन्दा धेरै समूह भएको साथीहरू हामी हौँ। र तपाईँहरू पनि हामी जस्तै E9मा आएर ब्याचलर पास गरेर E9मा कोरिया काम गरिरहनु भएको छ भने तपाईँहरू चाहिँ पनि बुसान युनिभर्सिटीमा चाहिँ आएर गर्न सक्नुहुन्छ है। हामीलाई सम्पर्क गर्नु होला। अनि तपाईँहरू पढ्नुको निम्ति इच्छुक हुनुहुन्छ भने सम्पर्क गर्नुभयो भने तपाईँहरूलाई कसरी हुन्छ हामी चाहिँ अपडेट गराउनेछौँ। तपाईँहरूको कलेज भर्नाको निम्ति हामी तपाईँहरूलाई हेल्प गर्नेछौँ है साथीहरू। आज मौसम एकदमै राम्रो छ, पुरा घाम लाग्छ जस्तो छ आज दिनभरि। राम्रो छ है साथीहरू। आइपुगे कि हाम्रो साथीहरू गाडीमा टक्क लिन आउँछन् मलाई। 안녕하세요। ल साथीहरू, ल हामी हिँड्दै ल हेर्नुहोस् है। पहिले कस्तो थियो भन्दाखेरि यो सेतो हरियो भयो। हेर्नुहोस् है, पुरा कस्तो थियो, रातो थियो पहिले, अहिले हरियो भइसक्यो। अब फेरि हिँड्दा यो पात झर्छ, अनि फेरि रातो भएर चाहिँ फेरि झर्छ, अनि फेरि सितो मात्रै हुन्छ है। ल हेर्नुहोस् है, हाम्रो साथीहरूको गफ गरिरहेछ नि। हामी अब खाना खान जानेछौँ। यही हो हामी हिँडिराख्ने बाटो है। यो बाटोमा हिँड्दा यी रुखहरू चाहिँ पलुवा लगायो, अनि झऱ्यो, अनि एकदमै जाडो -डिग्री पुग्यो। अनि यसरी चाहिँ फेरि नयाँ पालुवाहरू आएको छ है। एकदमै खाना खान जाँदैछु। आज हाम्रो एकजना इमरान भाइ आएको छन्, हामी निकै जाँदैछौँ। ल देखाइरहेको थियो नि पहिले, यो एकदमै बेसार लागेको रुख छ भनेर भनेको नि हामीले। पहिले यो बेसार लगाएर झऱ्यो, अब फेरि नयाँ पालुवा आएको छ। म हिँड्दा फेरि यहाँ यो रुखमा बेसार लाग्छ है। यो
यही रुख हो मैले देखाएको तपाईँहरूलाई। पहिले चाहिँ यो यही रुख हो है मैले देखाएको तपाईँहरूलाई। बेसार लागेको रुख भनेर देखाएको थिएँ नि, यही रुख हो। अब यो झरेर सिधो भयो अनि फेरि अब नयाँ पालुवा लागेको छ। अब यो हरियाली हुन्छ केही छिनमा, साना साना पालुवा छ। अब फेरि ठुलो ठुलो भएर एउटा पात हुन्छ अनि फेरि झर्नलाई फेरि बेसार लागे जस्तो भएर झर्छ है। ल यही हो। फेरि अगाडि हिँडिरहेछन् हेर्नुहोस्, यस्तो मजाले पालुवा लागेको छ है। हामी चाहिँ खाना खान जाँदैछौँ है। ल यो हिँड्ने बाटो हो। ल साथीहरू आफ्नो आफ्नो धुनमा छन्। हामी साथीहरू त्यो कुराकानी गर्छ कि अब देशमा राम्रो विकास हुन थालेको छ। अब हामी यहाँ डिग्री हासिल गरेर हामी चाहिँ आफ्नो देशमा चाहिँ केही गर्नुपर्छ भनेर भनेको छन्। देश चाहिँ राम्रो होस्। हाम्रो यहाँ यत्रो अब काम गर्दा गर्दै यसरी पढ्न आएको मिहिने पनि खेर नजाओस् भन्ने कामना गर्दै साथीहरूलाई गफ गरिराख्नु भएको छ। मेरो परिचय गर न, टाउकोदेखि तलैसम्म। दाइको सेन्ट बी कुमारी बैङ्क भन न। ल यता देखाउ न हौ केटा। ल देखाइदिनुहोस् न, देखाएछु त। तपाईँहरू सेन्ट बी कुमारी बैङ्क सम्पर्क गर्न सक्नुहुन्छ है। कोरियामा बसेर कोरियामा बस्नु हुने सम्पूर्ण साथीहरूलाई पैसा पठाउनु परेमा सेन्बी, नेपालको खाता खोल्नु परेमा नेपालको खाता खोल्नु परेमा कुमारी ब्याङ्क, टिएमएस ब्रोकर अनि मेरो सेयर डिमेट एकाउन्ट सबै को लागि हाम्रो दाइसँग सम्पर्क गर्न सक्नुहुन्छ है। उहाँ दाइको नाम चाहिँ प्रदीप कुमार खड्का, बुसान एसियाको बुसान एरियाको के मार्केटिङ म्यानेजर होइन। वर्ष यो चेरी अर्थात् साकुरा कोरियामा चाहिँ ठकुर चाहिँ अलि राम्रोसँग हेर्न पाइएन। यो वर्ष यसरी चाहिँ हरिको भइसक्यो। ल हामी पढ्न आएका साथीहरू यी सोफामा यस गरेछन्। यहाँ विकसित देशमा चाहिँ यो कलेजमा पनि यस्तो सोफा राखिदिएको हुन्छ है। हाम्रोतिर चाहिँ अफिसमा हाम्रो चाहिँ हेडमास्टरहरू प्रोफेसरहरू मात्र बस्न पाउँछ भने यहाँ चाहिँ यस्तै विद्यार्थीहरू पनि बसेर अझ खान्छन्। खाइरहेछ यी विद्यार्थीहरूले। प्रोफेसर जस्तै नै हुन्थ्यो अब होइन, नेपाल गएपछि प्रोफेसरै हुने। तर यहाँ चाहिँ विद्यार्थी मानौँ न साथीहरू, कस्तो हो तपाईँहरू। त्यस कारण अब यो मेरो ठाउँ छ, यहाँ हामी टक्कै भुस्स गर्छ। यहाँ बस्यो भने यस्तो 뼈 자체가 기형인 거예요. 해부학적으로 이제 틀어진 케이스고, 지금 이제 기네스 같은 경우에는 기능적으로 골반이 틀어져서 다리 길이가 차이 나는 케이스고, 반대로 이렇게 돼 있으면 해부학적으로 이렇게 다리가 차이. 혹시 뭐 다리 길이 차이 좀 많이 난다고 느낀 사람 있어요? खुट्टा कसैको लामो छोटो भएको फिलिङ भएको छ अरे। भगवान हान्दै आमामा ल मेरो उमेर पत्ता लाउनु न। बुढो भाइ म त खुसी हुन्छु। म 32 भन्दा त कोरियन भाइ हैन, कस्तो काम भर्खर देखिन्छ त हैन। 32 भन्दा त म खुसी हुन्छु भने त उहाँ गएर मेरो कसको बढी छ देख्दा तपाई देखिन्छ त। ऊ त्यो सोल्टी यो हामी एउटै उमेरको होला पत्ता लाउने। कोरिया भित्रको लगभग बराबर जस्तो भयो नि। उहाँ पनि 37